सो हे गाइज वेलकम ब्याक अगेन टु द न्यू भिडियो। नयाँ जोस नयाँ जागरका साथ नयाँ भिडियोमा नयाँ टपिक लिएर चाहिँ म उपस्थिति भइसकेको छु। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने, अनि म पनि एकदमै सन्चै छु। सो गाइज हजुरहरूलाई चाहिँ अब भिडियोको टपिक के छ भनेर थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। त्यही भएर मैले धेरै कुरा नगरिकन चाहिँ म भिडियोतर्फ जान चाहन्छु। अनि एउटा रिक्वेस्ट गर्न चाहे भिडियो सुरु गर्नुभन्दा अगाडि यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, अनि पुरानै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। सो यति भन्दै भिडियो सुरु गर्न चाहन्छु। सो गाइज मैले चाहिँ आज वर्क पर्मिटको बारेमा चाहिँ कुरा गर्नेवाला छु, जुन चाहिँ 2026मा लागू हुनेवाला छ। सो त्योभन्दा अगाडि चाहिँ के रुल्सहरू लागू भएको छ त्यो चाहिँ म भन्नेवाला छु। अब पहिलो चाहिँ वर्क पर्मिटकै बारेमा भन्दाखेरि 2025मा 1 लाख कोटाको माग भएको थियो भने 97,000 चाहिँ इस्यु भएको थियो, र अहिले चाहिँ 2026मा चाहिँ 90,000 कोटा चाहिँ माग गर्ने भनेर चाहिँ उनीहरूले कुरा गरिसकेको छ र माग हुनेवाला छ। त्यो नै छ। अनि कुरा रह्यो अर्को चाहिँ के भन्दाखेरि जुन मेन चेन्ज गर्ने भनेको छ, एकदम गाह्रो समय भनेको के थियो भने हामी एप्लाई गर्नेहरूको लागि चाहिँ यो जुन समय छ नि, तपाईँको एप्लाई गरेदेखिबाट सुरुमा एप्लाई गरेदेखिबाट लास्ट रोमानियाको इन्टरभ्यू दिने अथवा रोमानिया आउनेसम्मको समय भनेको तपाईँको मिनिमम पनि 1 वर्षदेखि लिएर म्याक्सिमम 1.5 वर्ष 2 वर्षै पनि लगाइदिएको छ होइन। त्यो टाइमलाई चाहिँ सबैभन्दा घटाएर चाहिँ 6 महिनाभित्रमा एप्लाई गरेर इन्टरभ्यू दिएर सबै गरेर चाहिँ भिजा टिकट गरेर चाहिँ रोमानिया आइसक्नु पर्ने भनेर चाहिँ सबै पुरा गर्ने भनेर 6 महिनाभित्र कम्प्लिट गर्ने भनेर चाहिँ रोमानियन सरकारले चाहिँ यो रुल्स राख्नेवाला छ। कुरा चाहिँ भइसकेको छ। अब लागू चाहिँ कहिलेबाट हुन्छ, यिनीहरू सबै एकैचोटि लागू हुने हो। अनि कुरा रह्यो अर्को चाहिँ अब मेन रोमानियाको अहिले के छ भन्दाखेरि चाहिँ 1 लाख कोटाबाट घटाएर 90,000 किन बनाइयो भन्दाखेरि चाहिँ अब यहाँको कामदार काम दिने अब सोसल वर्करहरूदेखि लिएर जुन काम दिने इम्प्लोयरहरू हुन्छ उनीहरूले चाहिँ 2.5 लाखजना चाहिँ 2026मा चाहिँ माग गरेको थियो। तर रोमानियन सरकारले इमिग्रेसनले चाहिँ के भनेको छ भने बाहिरी मान्छे मात्र किन लिएर आउने, हाम्रो यहीँ राम्रो डेभलपमेन्ट भइसकेको छ, पहिला हामी लोकललाई चाहिँ प्राथमिकता दिउँ, त्यसपछि बल्ल नपुगेको चाहिँ बाहिरबाट लिएर आउने भन्ने कुरामा चाहिँ अब सहमत भएर चाहिँ पहिला लोकललाई, जस्तै अब पहिला अब स्विजरल्यान्ड, तपाईँको ग्रिस, फ्रान्स, जर्मन यताउति गएर यहाँको मान्छेहरू काम गरिराखेको थियो। किन भन्दा यहाँ स्यालेरी राम्रो थिएन, फ्यासिलिटी राम्रो थिएन, अनि डेभलपमेन्ट पनि थिएन नि त। अब काम भए त हुने, जस्तै हाम्रो नेपालमा अब काम पनि छ त्यति छैन, भए पनि पैसा छैन नि त, यहाँ पनि सेम त्यस्तै नै थियो होइन। तर अहिले धेरै विकास भएको कारणले गर्दा चाहिँ उनीहरूले चाहिँ पहिला हाम्रै लोकललाई लिएर आउँ, लोकललाई पहिला प्राथमिकता दिउँ, अनि उनीहरूलाई काम दिएपछि चाहिँ बल्ल अनि बाहिरी मान्छे लिएर आउँ। आफ्नै मान्छे हुँदाहुँदै किन बाहिरी मान्छे चाहिँ गर्ने भनेर चाहिँ उनीहरूले 10,000 कोटा चाहिँ घटाएर 2025मा 1 लाख थियो भने अहिले 90,000 चाहिँ बनाएको छ। 10,000 कोटा घटाएर उनीहरूको मान्यता र भनाइ चाहिँ के हो भने पहिला लोकललाई प्राथमिकता दिउँ, आफ्नो देशको मान्छेलाई दिउँ, त्यसपछि चाहिँ बाहिरी मान्छे लिएर आउँला भनेर चाहिँ उनीहरूले चाहिँ कम्पनीहरूसँग जुन काम दिने कामदाताहरूसँग चाहिँ इमिग्रेसनले चाहिँ सल्लाह गरेर 10,000 चाहिँ घटाइदिएको छ। र अहिलेको अब हाल 2026मा कोटा आउने भनेको 90,000 छ है त। सो यो नै भयो। अनि कुरा रह्यो वर्क पर्मिटको बारेमा, जुन काम चेन्ज गर्ने जुन मेन टपिक छ हाम्रो, काम चेन्ज गर्नको लागि सिङ्गल वर्क पर्मिट भनेको छ। त्यो चाहिँ अब सुरुबाटै भन्दाखेरि के छ भने पहिलाको वर्षसम्म चाहिँ तपाईँको कम्पनीले रिलिज नदिएसम्म काम गर्न चेन्ज गर्न पाइँदैन, र पाइँदैन पनि पाइन्थेन पनि। सो तर काम गरेको 1 वर्ष भइसकेपछि चाहिँ आफ्नो खुसीले रिलिज दिएर चाहिँ हामीले काम चेन्ज गर्न पाइने थियो। त्यो सिस्टमलाई चाहिँ अहिले चाहिँ के गर्नेवाला छ भने चाहिँ उनीहरूको कुरा चाहिँ भएको छ, लागू चाहिँ भएको छैन है। यो मेन हाम्रो समस्या नै यही छ। यो भिडियो बनाउनुको मेन रिजन चाहिँ के हो भने सिङ्गल वर्क पर्मिटले काम चेन्ज गर्नलाई मिल्छ भनेर चाहिँ अहिले हल्ला फिजिएको छ। त्यो चाहिँ के छ भन्दाखेरि पहिलाको हेर्दाखेरि कम्पनीले नचाहे बापत, रिलिज नदिए बापत चाहिँ हामीले काम चेन्ज गर्न मिल्थेन। तर 1 वर्षभित्र हामीले त्यही कम्पनीमा काम गरिसक्यौँ भने चाहिँ आफ्नो खुसीले रिलिज मागेर चेन्ज गर्न पाइने थियो। र अब अहिले आयो कुरो, हाम्रो मेन टपिक चाहिँ 2026मा के छ भन्दाखेरि चाहिँ उनीहरूले गर्ला, यदि रिलिज नचाहिने नै बनाउला होइन, आफ्नो ठाउँमा छ। तर अहिले चाहिँ के छ भन्दाखेरि चाहिँ अहिलेसम्म चलिराखेको अब कुरा भएको चाहिँ के हो भन्दाखेरि चाहिँ 2026 लगाइसकेपछि चाहिँ वर्क पर्मिट चाहिँ अब तपाईँको 1 वर्ष घटाएर अब नपर्ने, जति बेला पनि आफ्नो खुसीले चाहिँ रिलिज दिएर काम चेन्ज गर्न पाउने भनेर बनाउने भन्ने एउटा कुरा हो। अनि कुरो चाहिँ के हो भन्दाखेरि रिलिज नचाहिने भन्नुको कारण चाहिँ अब तपाईँले
तपाईँको वर्क पर्मिटको भ्यालिडिटी डेट जति छ त्यो भित्रमा चाहिँ तपाईँले जहाँ पनि काम चेन्ज गर्न पाउनुहुन्छ। त्यही सिङ्गल वर्क पर्मिट भनेकै त्यही हो। यदि तपाईँको वर्क पर्मिटको भ्यालिडिटी डेट सकिसक्यो भने चाहिँ तपाईँले काम चेन्ज गर्न पाउनु हुँदैन। र कुरा आयो अहिलेको मेन हट टपिक भनेकै त्यही छ, जुन चाहिँ हाम्रो काम चेन्ज गर्नको लागि सिङ्गल वर्क पर्मिट भए हुन्छ भनेर भनिएको छ। त्यो चाहिँ लागू भएको चाहिँ छैन। मेन कुरा गर्दा लागू भएको छैन। लागू भए पनि के हुनेछ भन्दाखेरि चाहिँ पहिला के गर्थ्यो भने तपाईँको कम्पनीको कामदारले इम्प्लोयरले तपाईँको रिलिज नदिएसम्म चाहिँ काम चेन्ज गर्न पाइन्थेन। त्यसमा चाहिँ अर्को नियम फेरि के थियो भने 1 वर्ष त्यही कम्पनीमा काम गरिसक्नु भएको छ भने तपाईँहरू आफै स्वयंले चाहिँ रिलिज दिएर अर्को ठाउँमा काम खोजेर चाहिँ गर्न पाउनुहुन्थ्यो। र त्यसैलाई चाहिँ अहिले त्यो 1 वर्षको जुन सिस्टम छ त्यसलाई चाहिँ हटाएर आफ्नो सिङ्गल वर्क पर्मिट जुन भनिएको छ त्यो वर्क पर्मिटको ले चाहिँ काम चेन्ज गर्न पाउने, रिलिज नचाहिने भनेर भनिएको हो 2026मा चाहिँ। तर तपाईँको वर्क पर्मिटको भ्यालिडिटी डेट चाहिँ छ भने चाहिँ तपाईँले भित्रमा चाहिँ चेन्ज गर्न पाउनुहुन्छ काम, नत्र त्यहाँभन्दा पछि चाहिँ पाउनु हुँदैन। तपाईँको यतैको हुन्छ होइन सबै। अब त्यही भएर चाहिँ वर्क पर्मिटको भ्यालिडिटी डेटभित्र चाहिँ तपाईँहरूले काम चेन्ज गर्न पाउनुहुन्छ। र यो नियम चाहिँ लागू भएको छैन। अब कहिले लागू हुन्छ के हुन्छ थाहा छैन। 2026 अब जनवरी नै लागिसक्यो। त्यही भएर चाहिँ अब यो हावा न्युजहरूमा चाहिँ नलाग्नु होला। हुने कुरा हो, भइसकेको छैन। अब 2025मा पनि रिलिज पेपर नचाहिने रे भन्दा भन्दै लगभग नचाहिने कुनै ठाउँमा छैन। जता नै रिलिज पेपर खोज्छ नचाहिने भनेर हल्ला फिजेको छ। हामीले भिडियो नै बनाएको थियौँ होइन। त्यति बेला पनि हामीले भनेकै थियो नचाहिने भनेको लागू भएको छैन, कुन दिन हुन्छ भनेको। आजसम्म लागू भएको छैन। रिलिज पेपर चाहिँ चाहिन्छ नै, रिलिज नभइकन अर्को ठाउँमा काम गर्न पाइँदैन। त्यस्तै 2026मा नै अब सिङ्गल वर्क पर्मिट भनेको छ, सायद घटाओस् होइन बनाओस्, राम्रो हो, हाम्रो लागि राम्रो हो। अब उनीहरूले सहज बनाउन खोजेको छ। हेरौँ अब के हुन्छ। किनकि अब यहाँ रोमानियामा नै धेरै अब टर्चरहरू, अब काममा शोषणहरू भएको कारणले अब कामदार खुसी छैन भने अब यहाँ लोकललाई जस्तो सुविधा छ त्यस्तै सुविधा चाहिँ उनीहरूलाई नै दिउँ, उनीहरू पनि काम गर्न आएको भनेर चाहिँ उनीहरूले एउटा हेरेर चाहिँ सिङ्गल वर्क पर्मिट सिस्टम भनेर चाहिँ बनाएको, जुन चाहिँ रिलिज लिन नपर्ने। सिङ्गल वर्क पर्मिट भएपछि डाइरेक्ट अर्को कम्पनीमा गएर चाहिँ काम गर्न पाउने भनेर चाहिँ बनाइएको थियो। त्यही भएर त्यो लागू हुने भनेर बनाइएको, लागू भएको छैन। त्यही भएर आशा गरौँ लागू होस् चाँडै नै होइन। अब लागू भएन भने त अब के नै छ र गरिराखेको छ, गर्नु नै पर्यो। सो यही नै थियो भिडियो। अब यहीको बारेमा बनाउन थाल्यो। त्यही भएर बाहिरी कुरा धेरै नसोच्नु होला। आत्तिएर चाहिँ अब काम छोड्ने कुरा नै नगर्नु होला। पहिला रुल्स लागू हुन दिनु, के कसो हो गर्नु। फेरि यता रिजाइन दिने, यता गर्दिनँ भन्ने, अर्कोतिर काम खोज्ने, लास्टमा नहुने भयो भने यता न उता फसिन्छ। अर्काको देश हो, कहाँ जाने के गर्ने, आफूलाई नै गाह्रो हो। त्यही भएर राम्रोसँग बुझेर यो लागू भयो है भन्ने भएपछि मात्र चाहिँ आफ्नो कदम चाल्नु होला। सो यही नै भन्न चाहन्छु। अनि भिडियो यही नै थियो। के कस्तो लाग्यो सानो मिठो कमेन्ट गरिदिनु होला। आगामी दिनमा नयाँ भिडियो लिएर आउनेछु। त्यही भएर भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यति भन्दा बिदा हुन चाहन्छु। हस्त नमस्ते, जय हिन्द।